एक पटक दिनुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीलाई र हामी 100 दिन पनि कुर्नु पर्दैन। सुशासन कसरी कायम गर्न सकिन्छ यो देशमा, भ्रष्टाचारको अन्त्यको सुरुवात कसरी गर्न सकिन्छ यो देशमा, मन्त्री बनेका कस्ता हुन्छन्, सरकार चलाउने कसरी हो, डेलिभरी भनेको के हो, डेभलपमेन्ट भनेको के हो, हामी देखाउँछौँ। त्यो 100 दिन पनि कुर्नु पर्दैन। त्यसकारणले म सबै नेपाली नागरिकलाई एकदमै हार्दिकताको पूर्वक अनुरोध गर्न चाहन्छु, एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई घण्टी चुनाव चिन्हलाई सकेसम्म 2/3 ल्याउने गरी, सकिँदैन भने पनि हामीले बहुमतको एकल सरकार बनाउने गरी त्यो म्यान्डेट हामीलाई दिनको लागि हामी सबैजनाले आह्वान गरौँ। यदि 5 वर्षमा स्थायी सरकार हामीले बनाउन नसकेको लामो समय भयो देशमा, 5 वर्षको एउटा स्थायी सरकार हामीले बनायौँ र डेभलपमेन्ट र डेलिभरीमा हामीले सुरुवात गऱ्यौँ भने मलाई आशा छ यो देशले परिवर्तनको सुरुवात गर्छ। राष्ट्र, राष्ट्रियता र जनजीविकाको विषयमा महत्त्वपूर्ण भूमिका खेल्नेछ आगामी निर्वाचन पछाडि बन्ने सरकारले। त्यसकारणले यदि राष्ट्रिय स्वतन्त्र पार्टीबाट बनेको नयाँ सरकारले त्यो गर्न सकेन भने 5 वर्ष पछाडिको अर्को निर्वाचनमा हामीलाई 1 भोट पनि नदिनुहोस्, हामीलाई एउटा सिट पनि नदिनुहोस्। हाम्रो कामको आधारमा, हाम्रो मूल्याङ्कनको आधारमा दिनुहोस्। हामीले अरू कुनै मूल्याङ्कन अरू तरिकाबाट हामीले मूल्याङ्कन गर्नु पर्दैन। हाम्रा नेताहरू, हामी दुईटा कुरा स्पष्ट छौँ, हाम्रा नेताहरू इमान्दार हुनेछन्, हाम्रा नेताहरू परिश्रमी हुनेछन्। यो देशलाई अहिले चाहिएको यति दुईटा कुरा हो। यदि इमान्दारी र परिश्रमी भयो भने यो देश बन्नलाई धेरै समय लाग्दैन। हामीसँग 3 करोड पपुलेसन हो जम्मा, त्यति पनि छैन। त्यसमा पनि करिब 1 करोड विदेशमा बस्न बाध्य छन् भने यति सानो जनसङ्ख्या भएको देश अनि यति ठुलो स्रोत र साधन भएको देश, कर्णाली र सुदूरपश्चिमको नाम सधैँ भजाइयो हामीले। कर्णाली र सुदूरपश्चिममा केही पनि कमी छैन। अब तपाईँहरू कर्णाली र सुदूरपश्चिमको नाम भजाउँदैतिर होइन, कर्णाली र सुदूरपश्चिममा भएको, त्यहाँ भएको हामीसँग बढीभन्दा बढी सम्भावनाहरूलाई मैले त्यो कर्णाली, हामी कालीकोटमा चाहिँ अस्पताल बनाउन जाँदै गर्दाखेरि त्यो खोलाको दायाँ र बायाँ देखेको ढुङ्गा मात्रै हामीले सदुपयोग गर्न सक्यौँ भने सुनको भन्दा बढी मूल्य छ त्यो ढुङ्गाको। त्यसकारणले हामीसँग यति धेरै सम्भावना, यति धेरै स्रोत, यति धेरै साधन हुँदाहुँदै पनि हामी अगाडि बढ्न सकेका छैनौँ। यसको एउटै मात्रै कारण हो, अहिले नेपालमा एक्जिस्टिङ दलहरूले राम्रो नेतृत्व गर्न सकेन। म राजनीतिक दललाई, पार्टीको नामलाई अपमान गर्न चाहदिनँ, तर ती दललाई हाँक्ने नेतृत्व सही हुन सकेन। त्यसकारणले हाम्रा अहिले हामीसँग जोडिएका साथीहरू पनि विभिन्न दलमा आस्था राख्ने साथीहरू जोडिनु भएको छ। उहाँहरूलाई सम्मान गरौँ, उहाँहरूलाई अपमान गर्नु पर्दैन। उहाँहरूले आफ्ना क्षमता त्यहाँ देखाउन नसकेर हामीसँग जोडिनु भएको छ भने उहाँहरूले अपमान गर्नु पर्दैन, स्वागत गरौँ। तर उहाँहरूलाई एउटा कुरा चाहिँ भनौँ, तपाईँले ती दलहरूमा भएका खराब चिज लिएर आएर यो दलमा उपस्थिति नजनाउनुहोस्। तपाईँहरूले यो दलको मूल्य, मान्यता, सिद्धान्त, आचार संहिता पालना गरेर बसौँ। हामी एउटै परिवार हौँ। परिवारमा जसरी विवाह गरेर छोरी बुहारी भएर जानुहुन्छ, त्यसपछि उहाँ छोरीकै रूपमा सम्मानित भएर बस्नुहुन्छ, त्यसै गरी हामी कहाँ आउने साथीहरूलाई स्वागत गर्नुपर्छ, उहाँहरूलाई सम्मान गर्नुपर्छ। त्यसकारणले यसरी हामी जान सक्यौँ भने साँच्चै नै आदरणीय पार्टी सभापति रवि लामिछाने, त्यसै गरी हाम्रा वरिष्ठ नेता बालेन शाहले कल्पना गरेको राजनीतिक दल यो बन्नेछ र यो देशले काँचुली फेर्नेछ र टाढा धेरै पर्खिनु पर्दैन। तपाईँ हामीले 30औं वर्ष पर्ख्यौँ। साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, 5 वर्ष धैर्य गरौँ। 5 वर्ष पनि होइन, सरकार बनेको 100 दिन पनि कुर्नु पर्दैन। हामीले त्यो सुरुवात देखाउँछौँ। त्यसकारणले यहाँहरूलाई यति अनुरोध गर्दै मेरो एकदम निरन्तर फोन आइरहेको छ, म केही अन्य कार्यक्रममा जानुपर्ने र आज निर्वाचन आयोगमा पनि मेरो अन्तिम केही सिग्नेचरहरू गर्नुपर्ने भएको हुनाले मैले अनुरोध गरेँ भूपदेवजीसँग र आजको आयोजक साथीहरूसँग म यहाँहरूसँग बिदा हुन चाहन्छु।